जेडो झोरले सिमिङ्गे पाउ अनि सबैजनालाई नमस्ते। म आज तपाईहरुलाई फुल मोटिभेसनल स्पिच म दिँदैन, त्यो दिन लागि तपाईहरु भाषण खाना वाक्क पर्नु भएको छ। तपाईहरु 2-4 घण्टा राख्न पनि सक्छु यहाँनिर, त्यस्तो त्यो नगरौँ होला तपाईहरुलाई। म आज मगर संघसँग, खास गरी मगर अमेरिकासँग सम्बन्धित केही कुराहरू म राख्न चाहन्छु। सर्वप्रथम त यहाँहरू सबैलाई मगर सङ्घ अमेरिकाको 10औं वार्षिक साधारण सभाको लागि हार्दिक शुभकामना टक्राउन चाहन्छु। यहाँहरू सबैलाई भेटेर म एकदम खुसी लागेको छ। मलाई थाहा छ अमेरिका एकदम ठुलो छ र यहाँहरू टाढा टाढाबाट आफ्नो समय निकालेर, छुट्टी मिलाएर, पैसा खर्च गरेर आफ्नो जातीय समाजको लागि पाल्नु भएको छ। यहाँहरूले आफ्नो जातीयताप्रति देखाउनु भएको माया, सद्भाव र एकताप्रति म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले यो अवसरलाई लिएर मगर सङ्घ अमेरिका लगायत सम्पूर्ण मगरहरूलाई, अमेरिकामा पनि सम्पूर्ण मगरहरूलाई मेरो सगरमाथा आरोहण र 7 समिटमा सहयोग गर्नुभएकोमा म यहाँहरूलाई धेरै धेरै धन्यवाद साथै आभार प्रकट गर्न चाहन्छु। तपाईहरुको सहयोग बिना यो सम्भव हुने थिएन। त्यसैले पनि यहाँहरू प्रत्येक पाइलामा, प्रत्येक डलरले, प्रत्येक रुपियाँले जसरी सहयोग गर्नुभयो त्यो बिना सम्भव हुने थिएन। र मलाई मात्र नभएर जति पनि हामी मगरहरू, नेपालीहरू जसलाई सहयोग गर्नुभएको छ त्यसको लागि पनि म तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मगरहरूको जनसङ्ख्या 20 लाख छ संसारमा। त्यो भनेको नेपालमा आदिवासी जनसङ्ख्याको सबभन्दा ठुलो जनसङ्ख्या हो र नेपालको जनसङ्ख्यामा सबभन्दा